म चाहिँ किबोर्ड रिसर्च मा के कुरा चाहिँ मैले जाने, के कुरा सिकेँ भनेर म यो भिडियोमा सेयर गर्दैछु। अब चाहिँ म किबोर्ड रिसर्च गर्छु। अहिले चाहिँ म एएचरेफमा छ यो किबोर्ड रिसर्च टुल्स हो। अब चाहिँ म सर्च गर्छु इलेक्ट्रिक स्कुटी इन नेपाल भनेर। भेरिफाई। अब चाहिँ हाम्रो यो चाहिँ किबोर्डहरू हो, यति धेरै किबोर्डहरू छ। यो किबोर्ड छ इलेक्ट्रिक स्कुटर इन नेपाल भनेको छ। यो केडी भनेको चाहिँ यसको चाहिँ डिफिकल्टिजहरू है, किबोर्ड डिफिकल्टिज। भोल्युम भनेको यो सर्च भोल्युम भयो। अपडेट भनेको चाहिँ यो लास्ट टाइम चाहिँ यो कहिले अपडेट गरेको भनेर देखाएको हो। यो चाहिँ जस्तै यसको छ किबोर्ड डिफिकल्टिज भनेको चाहिँ यसमा चाहिँ मिडियम रहेछ। यसको सर्च भोल्युम भने चाहिँ जस्तै 1000भन्दा 1000 भन्दा नि प्लस नै छ, त्योभन्दा बढी छ। अनि इलेक्ट्रिक स्कुटर इन नेपाल अन्डर 1 लाख भनेको यो इजी रहेछ। यो चाहिँ यसको चाहिँ किबोर्ड यस्तै मिडियम इजी डिफिकल्टिज भनेको चाहिँ यो चाहिँ ऱ्याङ्क गर्न कतिको गाह्रो छ, कतिको डिफिकल्ट छ, कतिको कम्पिटिसन छ भनेर देखाउने हो यो सर्च भोल्युम। जस्तै हामीले चाहिँ यो चाहिँ सर्च भोल्युम चाहिँ एकदमै धेरै भएको र किबोर्ड डिफिकल्टिज चाहिँ हामीले मिडियम अथवा इजी भएको चाहिँ हामीले सिलेक्ट गरेर कन्टेन्टहरू लेख्यो भने चाहिँ हामीले गुगलमा ऱ्याङ्क गर्नको लागि चाहिँ अलिक इजी हुन्छ अरे। यति धेरै कुराहरू छ। अनि अर्को छ बेस्ट इलेक्ट्रिक स्कुटर इन नेपाल छ। यो पनि इजी नै छ। यसको सर्च भोल्युम भनेको चाहिँ 100भन्दा माथि नै छ। यो फेब्रुअरीमा चाहिँ यसको आएर छ, अपडेट भएको रहेछ लास्ट टाइम होइन। अर्को धेरै छ चिपेस्ट इलेक्ट्रिक स्कुटर इन नेपाल भनेको यो पनि इजी नै रहेछ। यो 100भन्दा माथि नै छ यसको सबै। योहरू चाहिँ 100भन्दा कम रहेछ यसको चाहिँ सर्च भोल्युमहरू चाहिँ। डु वी निड लाइसेन्स फर इलेक्ट्रिक स्कुटर इन नेपाल, यसको चाहिँ सर्च भोल्युम चाहिँ एकदमै किबोर्ड डिफिकल्टी चाहिँ छैन रहेछ यसको होइन। यहाँसम्म चाहिँ इजी नै छ यो सबै। प्राइस अफ इलेक्ट्रिक स्कुटर इन नेपाल भनेको चाहिँ यो इजी नै छ। यसको चाहिँ यो पनि 100भन्दा नि तलै छ यसको चाहिँ सर्च भोल्युमहरू चाहिँ। यति नै हो किबोर्ड रिसर्चमा चाहिँ मैले सिकेको कुराहरू है। किबोर्ड रिसर्च चाहिँ अर्को के छ यहाँ क्वेसनहरू है त। यहाँ क्वेसन चाहिँ कस्तो खालको क्वेसनहरू हुँदो रहेछ यहाँ छ विच इलेक्ट्रिक स्कुटर इज बेस्ट इन नेपाल भनेको छ। यो किबोर्ड डिफिकल्टिज भनेको चाहिँ एनी भनेको चाहिँ नट अभाइलेबल है। सर्च भन्नु भनेको 100भन्दा कमै रहेछ। यसको अपडेट चाहिँ खासै छैन रहेछ। त्यहाँ चाहिँ वाट इज द प्राइस अफ इलेक्ट्रिक स्कुटर इन नेपाल भनेको छ। यसको चाहिँ केहीहरू डिफिकल्टिजहरू छ, सबै अनअभाइलेबल नै रहेछ। यसको चाहिँ मेन भनेको हामी त्यो क्वेसन हो मेन हेरेको चाहिँ हामीले किबोर्ड हो। किबोर्डहरू चाहिँ यति धेरै किबोर्डहरू छ, मजाले हेर्न सकिन्छ। हामीले चाहिँ यो किबोर्ड रिसर्च गर्नुको किन किबोर्ड रिसर्च गरिन्छ भनेर चाहिँ तपाईँहरूलाई लाग्न सक्छ। यो पछाडि सबै थाहा हुन्छ अहिले किबोर्ड रिसर्च किन गरिन्छ भनेको, किन गर्नुपर्छ, सबै कुराहरू पछि थाहा हुँदै जान्छ। अहिलेलाई चाहिँ यो भिडियो यति नै। फेरि अर्को भिडियोमा भेटौँला।